केही समय अगाडि तलकोट गाउँपालिकामा आगलागी हुँदा ठुलो जनधनको क्षति भएको थियो। त्यहाँ भएका रासन, लत्ता, कपडा, गाईबस्तु सबै जलेर खरानी भएका थिए। र अहिले फेरि जय पृथ्वी नगरपालिका वडा नम्बर 10 र जो हाम्रो बझाङ जिल्लाको सदरमुकाम पनि हो र बझाङ जिल्लाभरिकै मुख्य व्यापारिक केन्द्र पनि मानिन्छ चैनपुर। त्यहाँबाट पनि आज एकदमै दुःखद खबर आएको छ। आज एका बिहानै सुर्मादेवी जुट मिलमा आगलागी हुँदा ठुलो धनको क्षति भएको छ। आगलागीको कारण भने विद्युत सर्ट भएर भनिएको छ, तर यसको वास्तविकता अब छानबिनपछि नै थाहा होला। तर सुर्मादेवी जुट मिलभित्र भएका सबै सामानहरू, मेसिनहरू जलेर खरानी भइसकेका छन्। यो फोटोहरूमा देख्न पनि सकिन्छ। र अर्को दुःखद र निन्दनीय खबर के छ भने हाम्रो दमकल समयमै नै आउँदा सुर्मादेवी जुट मिल वरिपरि भएका होटेल पसलहरूमा पनि आगलागी हुँदा त्यहाँ पनि लाखौँको करोडौँको क्षति भएको सुन्नमा आएको छ र यो एकदमै निन्दनीय पनि छ। अहिले यो सुक्खायाममा आगलागीका विभिन्न समाचारहरू सुन्दा एकदमै दुःख पनि लाग्छ र यो भिडियोलाई सेयर पनि गरिदिनु होला, ताकि यो सुक्खायाममा आगलागीबाट हुने ठुलो जनधनको क्षतिबाट हुनबाट बचुन्। धन्यवाद।